Alright, so hello what's up everyone अनि सबैलाई स्वागत छ मेरो YouTube च्यानलमा। सो आज चाहिँ हाम्रो मौसम यस्तो छ, अघि बिहान भोरी पानी परेर हुन्छ नि सबै चिसो छ क्या, कपडा सुकाएको कपडा पनि भिजेछ हैन। सो चिसो छ, बबाले एकछिन यहाँ बाहिर बस्न पनि गाह्रो छ। तर आजको भ्लग चाहिँ हामी चाहिँ जस युकेमा चाहिँ आज हामी खिरसिर बनाएर खाने कार्यक्रम छ हैन। अनि मेरो चाहिँ के थियो भन्दाखेरि बिदा थियो आज खास गरी, तर ब्याड न्युज दोस्त मलाई काममा बोलायो क्या कहिले आज, तर 4 बजे बोलाएको कि मेरो खास छुट्टी थियो। छुट्टी भएको भएर चाहिँ मैले चाहिँ हाम्रो दाजुभाइहरूलाई चाहिँ अनि हाम्रो घरमा इन्भिटेसन थियो। सो उहाँ चाहिँ हाम्रो विवश दाई हुन्छ, हाम्रो दोस्त लुइस। सो आज चाहिँ अब हामी के बनाउँदैछौँ दाइ? आज हामी खिर, राजमा पनिर, आलु गोभी, आलु काँक्रोको अचार, and दाल। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। अनि आजको स्पेशल डिस चाहिँ खिर हो। खिर होइन, आज चाहिँ हामी खिर पनिर खाँदैछौँ। अनि आज हामी भेज खानुको कारण चाहिँ के हो चाहिँ आज हाम्रो चाहिँ कुल पूजा थियो। अनि कुल पूजामा चाहिँ हामीले चाहिँ दुध धार दिने चलन गर्छ। धेरै जस्तो ठाउँमा चाहिँ कुल पूजाको के हुन्छ भने खसी अथवा बोका तान्दिने भन्ने चलन हुन्छ, त्यसको उ गर्ने भन्ने चलन हुन्छ, चढाउने भन्ने चलन हुन्छ। तर हाम्रोमा चाहिँ के छ भन्दाखेरि चाहिँ कुल पूजामा चाहिँ हामीले बलि नदिने नाइस भेज भनेर चाहिँ अनि हामीले चाहिँ दुधको धार दिने भन्छौँ क्या। गुड गुड गुड। त्यो चाहिँ अनि त्यसले गर्दाखेरि चाहिँ आज हामी भेज खाँदैछौँ। ल त्यस्तो छ। र अहिलेसम्म टिल नाउ चाहिँ के भयो त काम भन्दाखेरि हामीले चाहिँ दुध उमालेर राखेछौँ। यो चाहिँ के को अचार चाहिँ आलु काँक्रो प्याज स्याज होइन, त्यसको अचार। यहाँ त भित्र चाहिँ म देखाइदिन्छु। यहाँ चाहिँ हाम्रो राजमा उमालिरहेको छ। यहाँ चाहिँ हाम्रो आलु कडादेखि जोडेको चाहिँ अनि सबभन्दा फन पार्ट आजको एकदमै रमाइलो पार्ट चाहिँ के भयो चाहिँ हाम्रो दाइले चाहिँ पनिर भनेर यो चाहिँ अहिले ल्याएको पनिर हो होइन। पनिर भनेर चाहिँ चिज परेछ क्या ल्याएर, अनि पनिर भुट्नु पऱ्यो भन्दा त यो त अनि पुरै अनि भर्खरै चाहिँ लोकराजहरू गएर चाहिँ फेरि पनिर लिएर आएको। अहिलेको पनिर कहाँ छ त? यहाँ छ, चिज चाहिँ यहाँ छ भाइ। यसलाई चाहिँ पनिर भनेर ल्याएको। यो ठ्याक्कै हेर्दा त पनिर जस्तै देख्दो रहेछ, मैले पनिरै भन्ने सोचेको थिएँ। तर लास्टमा चाहिँ चिज परेछ क्या, पकाउँदाखेरि त पग्लिँदै जान्छ यसरी होइन। तर बदन होइन, खासमा यसलाई नि चिज नै भन्छ क्या। खासमा पनिर भनेको नि चिज नै हो कि, चिजै लेख्दो रहेछ होइन। हुन त यिनीहरू दुइटै घिबाटै बनेको हुन्छ है, दुइटै उबालै बनेको हुन्छ। ल बवाल हुनु भयो यो चाहिँ अहिले पकाउनुहुन्छ। अब म चाहिँ एकछिन हामी चाहिँ अब एकछिन डिसवासतिर लागिन्छ, भाँडासाँडा माझ्नु पऱ्यो। म चाहिँ चट्ट भाँडा माझ्न सहयोग गर्छु होइन। यसको ग्यास अलिक थोरै सानो गराइदेऊ। के को ग्यास? यसको आलुको डिजे हान्नु पऱ्यो त्यहाँदेखि। हामी खिर र यो एकैचोटि सुरु गरौँ। बोकराज मलाई त 3 बजी आइज भन्छ काममा, आइज आज भने फेरि म चाहिँ 4 बजीसम्म आउँछु भनेर भने। गाह्रो छ विदेशमा है त, गाह्रो छ नि। कामले गर्दा त होइन, कामले गर्दा त कति कुराहरू त छोड्नु पर्यो क्या। काम भनेकै त्यही हो कि यहाँ फेरि काम नगरी अब नहुने होइन त। अनि तिम्रो खास कति बजीबाट थियो र? कामै थिएन नि, आज मेरो छुट्टी थियो नि। छुट्टी थियो र पो यहाँ यस्तो हाम्रो दाइहरूलाई आउनु, मेरो भोलि छुट्टी छ भनेको नि त। प्लान बनाएको थियो है। ओके ल, अब चाहिँ असली पनिर आयो नि त दाजु। असली बनेर आयो यसरी भुटिनु पर्ने, त्यो त पग्ल्यो यार है। पग्ल्यो नि अनि तँ हेर्छु है, पग्लिरहेको म त के भएछ मलाई किन निकाल्ने? ठिस लाग्यो होला है दाइ, पग्लिँदै जाँदा त के भयो भने जस्तो लाग्यो होला है। तर मलाई पनिर हरि मनपर्छ दाइ, बब्बाल। म बिहासेमा नेपालमा बिहासे गयो भने चाहिँ पनिर निकालेर डेन्जर हाल्ने के भातमा क्या, आलु मटरको त्यो उसमा होइन। कुनै ठाउँमा फेरि पनिर हाल्ने मान्छे राखिदिने कि भन्छ नि, पनिर हाल्ने मासु हाल्ने है। अनि पहिला आजकल त हाल्दैन, अहिले त हाल्दैनन्, पार्टी प्यालेसतिर नि हुँदैन। पहिला चाहिँ पनिर मासु ससो हाल्ने चाहिँ मान्छे राखिदिने, अनि तिनीहरूले चाहिँ अड्कलेर हालिदिने नि त। जहाँ नहालिदिने मान्छे छ त्यहाँ त मैले पनिर चाहिँ बबाल निकाल्ने क्या। चाहिँ बाफ यो तरकारी कडा देखेको यार है। यो नि अब अलमोस्ट भयो होला, त्यसलाई नि चलाएर बन्द आएको नि। ल बताइ घिउ होइन त यो च्याम्मा लाएर चाम्रे पकाएर खान्छ। चाम्रे भनेको थाहा छ नि त, चाम्रेदेखि थाहा नहुने लोकलाई थाहा छैन।
हाम्रोतिर चाहिँ ढकनी भन्छ है त्यसलाई हाम्रोतिर उस पनि भन्छ चाम्रेलाई लटे पनि भन्छ लट्टे पनि भन्छ हाम्रोतिर नि भन्छ लट्टे ढकनी यो तिम्रो चाहिँ चामलबाट बनाउँछ सारै हुन्छ भन्नाले यो सारै जस्तो हुन्छ नि भातै जस्तो सारै हुन्छ तर मह खुदो के हाल्छ होइन दुध मजाले यो गरेर हाम्रो त माघे सङ्क्रान्तिमा कि कहिले खान्छ कि चाम्रे हो होइन म एक्ज्याक्ट त स्योर भएन कसरी खाने चलन हुन्थ्यो भन्दाखेरि चाहिँ चाम्रे खाने भनेको चाहिँ खास चाम्रे अनि मटन पक्कु खाने भनेको चाहिँ जस्तै सुत्केरी छोरी बस्न जाँदाखेरि ए अनि उसको लागि चाहिँ अलिकति लङ टर्म होइन 2-4 दिन पछाडि पनि खान मिल्ने अथवा 2-4 हप्ता पछाडि पनि खान मिल्ने चाहिँ त्यो पक्कु पनि त्यसरी नै सुरु भएको क्या पक्कु चाहिँ के हो र दाइ पक्कु भनेको त्यो अस्ति हामीले बनाएर खाएको होइन त्यसमा पकाउन चाहिँ केही हाल्नु पर्दैन होइन जस्ट म्यारिनेसन गर्ने नुन बेसार र तेल हालेर म्यारिनेट गर्ने अनि त्यो चाहिँ मजाले फ्राई गरिदिने होइन फ्राई गर्ने भन्दा त्यत्तिकै तेल पनि एड नगरिकन त्यत्तिकै पकाउनु थाल्ने कि पानी निस्किँदै जान्छ पक्दै जान्छ पानी निस्किँदै जान्छ पक्दै जान्छ होइन अनि त्यो चिज चाहिँ 2 हप्ता 3 हप्ता 4 हप्तासम्म चाहिँ मजाले क्या त्यो हुन्छ क्या ठिक छ खान मिल्छ पछिसम्म खान मिल्छ 3-4 हप्तासम्म महिनै दिनसम्म चाहिँ खान मिल्छ गुड यो चाहिँ अब खास नेपालीहरूको चाहिँ स्टोरिङ हो कि यो चाहिँ स्टोरेजको लागि अथवा स्टोर गर्नको लागि धेरै समयको लागि स्टोर गर्नको लागि बनाउन टाइम पनि नलाग्ने यो पनि नलाग्ने आनन्द कति बज्यो 11:30 के कस्तो छ ब्रो यहाँ यो टेस्टिङमा छ कि अहिले होइन सबै चिज पुग्यो जस्तो छ हो पिरो नहाल्दा नि पिरो छ यो भनेपछि कस्तो राम्रो यो चाहिँ खिरको लागि हो दाइ तयारी खिरको लागि तयारी गुड त्यो थोरै गरम मसलाको उले एउटा दुईटा ल हल्का हल्का ओए आगै बोल्दो रहेछ है ओए आहा ओ आगै बोले भने यार आगै बोल्ने रहेछ यार ल अब त बोल्दैन ए किन तँ बोल्नु त घिउको उ गर्थ्यो त्यसको उ गयो नि त घिउको सबै उता सही देखेको यार सही देखियो बवाल देखियो दोस्त बवाल बनाए यहाँ हामीहरूको छुट्टै ठाउँको मान्छे गएर छुट्टै हुने कि बोल्ने टोन कि है अनि हाम्रो पोखरातिर चाहिँ दामी हो सही हो सही हो यस्तो भन्ने हुन्छ होइन बुटोलको कस्तो तिमी बुटोलको होइन ए होइन जस्तो स्याङ्जा चाहिँ के भन्छ नि त स्याङ्जाको सबसे फेमस यस्तो के छ यस्तो स्ल्याङ वर्ड अथवा यो बोल्नेवाला पोखरामा जे छ त्यही पनि भनिदिने हो के होइन स्याङ्जालीको बोली अर्कै हुन्छ स्याङ्जालीको बोलमा जे आयो तर पोखरा स्याङ्जाको चाहिँ ठ्याक्कै भन्दाखेरि चाहिँ कसरी बोल्छन् ल भन्नु स्याङ्जाको मान्छे स्याङ्जाको मान्छेहरू बोल्दाखेरि यस्तो उस्तो हैन बियर जस्तो म्याच छिरार्ने म त अर्कै सुन्दा भन्ने के भन्न लाग्यो यार बिबी घरतिर गयो भने कहिले बाउ आएछ ए त्यस्तो हुन्छ है आएछ जाठो रे कहिले आइस अब तिम्रो म्याग्दीतिर कहिले का भनेर बोल्छ नि के छ का कता गइथिस का भन्छन् होइन अनि बाबुतिर कहिले आइछ गाइछ भन्छन् अनि तपाईँको उसकोले यो पाल्पा रामपुरतिर चाहिँ आई थिङ्क क्या तिमी गइथ्यौ र होइन गइथ्यौ का के रहेछ गइथ्यौ र नि होइन के अर्कै हुन्छ कि कस्तो नआएको यार जस्तै कपडा खोल्ने भन्छौँ नि त हामीले हामीले कपडा खोला भन्ने ठाउँमा पाल्पातिर कपडा काडा भन्दो रहेछन् कि काडा भन्नुहुन्छ म वहीँ गएपछि सुनेको क्या कस्तो मलाई आएन कि म पाल्पा रामपुर गएर बसेछु क्या स्याङ्जामा चाहिँ अचल अलि बढी मोडर्नाइजेसन ए हो अब त होइन अब त जताततै भयो त्यो कुरा होइन तर बागलुङमा के अरे उसमा चाहिँ मैले देखेको चाहिँ के अरे गुल्मीमा चाहिँ अलि बढी नै ल्याङ्ग्वेजमा चाहिँ देखिरहेको हुन्थ्यो मैले गाडी भन्ने शब्द अझै पनि हो र हो है एभ्री सेन्टेन्समा गाडी क्या गाडी
गर्नेवाला हुन्छ कि ए त्यसरी बोल्ने ए उसो दाइ पाल्पा रामपुरतिर चाहिँ हन्त हन्त हो यो हो के ए हन त्यो हामी गथ्यौँ अन्त अन्त त्यो लोटेको हो नि त हन हन्त भन्दो रहेछ लोटेको अन्त हामी गएको अन्त यस्तो गर्दो रहेछ क्या त्यताको चाहिँ सो यो यहाँ पनि त काकाको मान्छे भेट्यो भने त्यो अनुसारले बोल्छ नि त त्यो चाहिँ फरक त जस राम्रो रमाइलो छ नेपालको यही हो सोच्दा मैले के भेटिरहेँ भन्छ अनि तिम्रो गाउँमा त पुरै मगर भाषा बोल्छ लोकेको गाउँमा फेरि चाहिँ म पहिलोचोटि होइन दोस्रोचोटि गएको उसको पुरै मगर गाउँ म बाइकमा गएको बाटो पत्ता नलाउने बाटोमा जसलाई बाटो सोधेँ नि मगर भाषामा बोल्दिनँ मलाई मगर भाषा मैले बुझ्दिनँ अनि त्यो बुढी आमाहरूले त नेपाली पनि नबुझ्दिँदो रहेछ कि होइन म नेपालीमा बोल्छु उनीहरू मगर भाषामा बोल्छ है नबुझ्ने त्यो प्रब्लम भयो त्यो बेला अब सानसानै आनन्द लिन तर म एकचोटि गएको मान्छे चिन्नु चाहिँ पर्ने हो तर जान्थेँ पुगेँ म घर तर बाटो नचिन्छ त्यो प्रब्लम भयो कि इलाक रानी भनेको म माया गर्छु कि के होइन ए यता आइज भनेको ए बास यतिको खुवाइदिने मान्छे चाहिँ मलाई चाहियो अलिकति चिनी तर कडा भन्छ चिनी ठिक छ होला अलिकति कम छ के तिमीले गुलियो के खाथ्यौ र छैन हो कि खाने मलाई त ठिक लाग्यो मलाई ठिक लाग्यो गरा त्यस भए छोड्दिनु भन्छ हामी कहाँ आइपुग्यौँ त दाजु अब हामी अलमोस्ट एन्डमा आयौँ के सुरुबाट दाइ के कहावत रे दाइ साह्रै रमाइलो लाग्यो के अरे सके सेङ्जामा जन्मिनु नसके सेङ्जा मावली गराउनु त्यो पनि नसके सेङ्जा ससुराली गराउनु त्यो पनि नसके सेङ्जालीसित मितलाउनु सङ्गत गर्नु त्यो पनि भएन भने सेङ्जातिर घर फर्काएर बनाउनु त्यो लास्टको त अलि भन होला यार अब कहाँ हुन्छ घर स्याङ्जातिर कसरी फर्काउने त्यो है तर एउटा कुरा चाहिँ कस्तो हुन्छ स्याङ्जाको मान्छे 10 वटा भेट्यो नि 9 वटा त लास्टै बाठो हुने के त्यस्तो होइन म सोच्छु नि होइन सोझो भन्नु बिग्रेको भन्न खोजेको होइन कि दाइ बाठो के बाठो मान्छे कि दाइ 10 वटामा सोझो हजुरै हो के त्यो एउटामा वहाँ पर्नु भएन ल सरी ल अब चाहिँ हामी खाना खाने तयारी गर्दैछौँ होइन त रेकर्ड हुँदैछ त्यस्तो पारा संसारको जुनै कुनाबाट पनि हेर्दै हुनुहुन्छ भने अझ के अरे 7 समुद्र पारी त्यो मान्छे नि पक्कै स्याङ्जाको होला कि भाइ बस्नु एकचोटि थम्बनेल खिच्नु एउटा दारी नै मिलाएन यार सधैँ दारी नमिलाउँदै तिमीले भिडियो बनाउँदै यार ओके गाइज ल अब चाहिँ हाम्रो यहाँ पस्किने कार्यक्रम चलिरहेछ होइन दाजु एकदम चट्टा 12मा चाहिँ खिर रेडी भइसक्यो पनिर र राजमा अनि यो चाहिँ आलु र काँक्राको अचार त्यस पछाडि हाम्रो साग होइन चट्ट पारामा झ्यामका झ्याम होइन अरू केही भात ल्याउनु पर्यो होइन ल भात आयो भात भाडै लिएर हो क्या फेरि ओके गाइज अब चाहिँ हाम्रो खाने क्रम सुरु भइसक्यो अहिले चम्चालाई चाहिँ साइड लाम होइन चम्चा त भिडियोमा देखाउनु यत्रो बेल्चा दिएछ भगवान्ले होइन ड्याम कि ड्याम यसो देखाउन लाग्यो अनि म चाहिँ हातले खान मन पराउँछु लु है केटा ल ल ल सिरियस ल ह्यापी बर्थडे है ल ह्यापी बर्थडे है आज जसको बर्थडे पऱ्यो पनि लोके होइन होइन कोही न कसैको त हो कसैको त होला खिर त बवाल भइज र डिसेम्बर 4 है सबै दामी भएको के ह्यापी बर्थडे है सबैभन्दा नदामी भएको भनेको कोक हो क्या हामीले नबनाएको हामीले बनाइयो नि त कोक पनि हामीले बनाउनु पाएको चाहिँ जानुहुन्थ्यो होला होइन होला के हो दादा यार यस्तो नि बनाउने दादा यार मजाले स्टोर गरेर राख है दादा तिमीहरूको हुन त खाने फुर्सदै हुँदैन होला आज होला यस्तो टाइम मिलेको कहाँ हुने दाइ प्रोग्राममा यसरी 22 दिनमा भात खाएको क्या दाइ
है सँगै एउटा बिस्तारामा सुतेको नि के है 22 दिन पछाडि बल्ल भात खाएको त्यस्तो टाइमै नमिल्यो अनि यहाँ त्यही हो क्या युकेमा समस्या त्यही हो क्या म आउँदाखेरि ऊ सुतिराख्ने म उठेर हिँड्दाखेरि ऊ सुतिराख्ने ऊ उठेर हिँड्दा म सुतिराख्ने बोल्न पनि नपाइने क्या 22 दिनको दिनमा भात खायो सँगै मलाई त सन्तोक भएको थियो होला त्यसमा यार लास्ट मिठो भन्छ यार तर दादा कला हो कि दादाको कला के गला चाहिँ एआईले काम गरे हो कला चाहिँ हो कि अब जुनै मान्छे चाहिँ हरेक ट्यालेन्टेड हो क्या नपुरा गर क्या कुरा गरे कुरै कमी हुन्छ क्या नि दोस्त पुरैको दुःख यो ड्रो होइन दाइलाई तारिफ गर्नु शब्द छैन कि होइन दादा मैले नि अस्ति एकचोटि तारिफ गर्न खोजेको शब्दै भेटिन नि छोड्नु त्यस्तै हो क्या शब्द कस पनि भेटेन डिक्सनरी लिएर बसेको भेट्दैन है दाइ पहिला हिरो हो अहिले हिरा हो क्या दाइ क्या बात ये बात है वाह फर्स्ट टाइम हो यति कुरा हामी सँगसँगै जित्ने डायलग हामी अहिले चाहिँ खासै त होइन लगडा झ्याम 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 अब यत्रै डल्लो थोरै धेरै हुन्छ है ल गाडी गर्नु मन लाग्यो अन्त धेरै मिठो पकाएको पानी बिग्रिनु न त अनि अलि यो खायो होइन भोलिपल्ट त फेरि हामीले पकाएर खानुपर्छ अन्त भित्र पेट पनि त कन्फ्युज हुन्छ होला नि यार सेम डाइलग हान्थ्यो मलाई नेक्स्ट सँगबाट के भने यसलाई पिटाउ त यस्तो मिठो पकाउने हो भने जस्तो ओके ल सक्यो नि त पेट फुट्ने गरेर खाइयो नि त ए अझै खाँदै हो सकिन्छ लोकेल त सक्छ होला है ल अझै छ खाना त टक्कै बाँकी छ है अझै 4-5 जनालाई भतेर खुवाउनु पुग्दो रहेछ यो चाहिँ राखिन्छ अहिले पछि फेरि खानु मिल्छ तर अझ भोलि झन् मिठो हुन्छ क्या यो खिर चाहिँ अब चाहिँ म रेडी हुन जान्छु माथि छिटो रेडी भएर हो मैले भने जस्तो अझ भोलि यो जब चिसो हुन्छ नि त्यो बासी चिसो भएपछि चाहिँ झन् मजा हुन्छ क्या ल व्यवस्थालाई धन्यवाद यति मिठो खाना बनाएर खुवाएकोमा है त ल तिमीलाई नि एकदम धन्यवाद अब चाहिँ हाम्रो भाँडा माझ्ने कार्यक्रम हुन्छ लोकल भाँडा माझ्छ मैले चाहिँ जति भाँडा माझ्न भ्याउँथेँ त्यति झ्यामझुम माझ्दिएँ अरू चाहिँ केटाहरूले माग्छ नि यहाँ किनकि अब यो पकाएको यो सफा गर्नुपर्ने छ यो फोहोरहरू छ होइन यसलाई चट्ट सफा गरेर अहिलेलाई यस्तै यसलाई चाहिँ खनाइहाल ओके गाइज ल म चाहिँ अब निस्केको कामतिर होइन आज जस केटाहरूसँगै बसेर गफसफ हानेर रमाइलो गरेर बस्नुला भन्ने थियो जस रमाइलो त भयो हिजो आएको हो दाईहरू साथीहरू चाहिँ अनि हिजोबाट आजसम्म चाहिँ हामी हिजो नि रातभरि गफ गरियो रमाइलो गरियो केटाहरू तास खेल्ने होइन मलाई चाहिँ तास खेल्न आउँदैन क्या फेरि सो जो अब चाहिँ केटाहरू पनि जान्छ अहिले अब एक निन्द्र सुतेर त्यहाँबाट उठेर खानासाना त्यो अघि रहेको छ नि त अनि खाएर चाहिँ अनि जान्छ ल मेरो चाहिँ अब 4 बजीबाट काम हो म चाहिँ काममा हिँडेँ यस्तै छ अब काममा नजाऊँ भने अब फेरि म्यानेजर रिसाउला भन्ने पिर होइन आज खास मेरो छुट्टी थियो तर अब एकजना मान्छे चाहिँ आउन नसकेर मलाई बोलाएको अनि काममा जाऊँ भने चाहिँ फेरि अब यस्तो साथीहरूसँग रमाइलो गर्ने प्लान थियो तर अलमोस्ट जस हाम्रो खाना बनाएर खाने प्लान त सक्सेस भयो खाइयो होइन यस्तै छ केही छैन जिन्दगानीमा ल यो भ्लग चाहिँ अब यस्तै भ्लग आउने अब मजाले घुमेर हिँडेर कहिलेकाहीँ चाहिँ म सक्छु कि त्यस्तरी भिडियो बनाउन तर अब सधैँ चाहिँ मैले सक्दिनँ सो फेरि पनि म छिटै चाहिँ म अर्को कन्ट्री घुम्न जाने मेरो प्लान मैले बनाइरहेको छु सो मेरो छुट्टी हाम्रो चाहिँ यता फिक्स हुँदैन कि फेरि काम कहिले हुन्छ भनेर छुट्टी मिल्ने बित्तिकै अनि म फेरि अर्को कन्ट्री घुम्न गएर अनि फेरि भ्लग हाल्छु म ट्राभल गरेको भ्लग है ल आजको लागि चाहिँ यति नै यहाँसम्म हेरिदिनु भएको छ भने धेरै धेरै धन्यवाद सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला भन्दै फेरि अर्को भ्लगमा छिटो भेट्यौँला सबैजनालाई बाई बाई आफ्नो ख्याल गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ